साथीहरु नमस्ते सबैजनालाई तपाईलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज मैले चाहिँ धेरै दिनपछि नै भनौं 1-2 हप्तापछि नै भ्लग स्टार्ट गरे किनभने मेरो काम बिहान उठ्ने खाना पकाउने अनि काममा जाने आउने अनि खाना खाने सुत्ने नै भएको छ अनि खासै भिडियो बनाउन मन पनि लाग्दैन के भएको मलाई आजकल। फेरि आज चाहिँ बनाउँछु, आज चाहिँ म बनाउँछु नै भनेर बनाएँ। सबैले माया गरिदिनु होला। आज म तपाईलाई देखाउँछु म दिनभरि के गर्छु कहाँ जान्छु भनेर। त्यस्तो खासै ठुलो त त्यस्तो खासै राम्रो त केही छैन, तैपनि माया गरी हेरिदिनु होला। बाइ बाइ साथीहरु, अहिले भेटौँला। ल साथीहरु, म चाहिँ अब खाना खाएर काममा हिँडेँ। अब म जाँदा बाटोमा एउटा म ढिलो भइसकेको छ, छिटो जानुपर्ने 9 बजे जानुपर्ने 9:45 भइसक्यो। 9 बजे जानुपर्ने 9:45 भइसक्यो। हिँड्दा चाहिँ म छिटै हिँड्छु, तैपनि म कुदेर जानुपर्ने हुन्छ। बाटोमा देखाउँछु अरू भिडियो चाहिँ। बाइ बाइ साथीहरु, मेरो काम चाहिँ कहाँ भनेर म तपाईलाई देखाउँछु। बाइ बाइ, अब उतै भेटौँला। गाइज, यो चाहिँ धर्मस्थली स्कुल अनि यता माथि चाहिँ पानी ट्याङ्की ठ्याक्क त्यहीँनिर हो मेरो बसाइ चाहिँ। अनि मेरो ठ्याक्क त्यहीँनिर हो। अब काममा जान ढिलो भइसक्यो, म छिटो काममा जान्छु साथीहरु। म चाहिँ यो पर्स्याङ चोकको ठ्याक्कै यतापट्टि जानु हुनुपर्छ किनभने मेरो काम चाहिँ छिटो हुन्छ, त्यही भएर म चाहिँ धर्मस्थली स्कुलबाट छिटोसम्म हिँड्दै जान्छु। फेरि यो चाहिँ भयो फिर्के पुल। अब म चाहिँ हिँड्दै कति टाइम लाग्छ भने मलाई पनि थाहा छैन। भन्नेदेखि अझ 15 मिनट चाहिँ म मजाले हिँड्छु रुमबाट एकसम्म आउने बेलासम्म। आज ढिलो भइसक्यो। अब मसँग 5 मिनट मात्र हो घर पुग्नलाई। साथीहरु, म चाहिँ चिप्लेढुङ्गा पुगेँ। अब यहाँ चाहिँ धेरै मान्छे भएको कारणले मैले भिडियो बनाउँदै बोल्न चाहिँ मलाई अलि कस्तो लाग्यो, त्यही भएर मैले यतिको भिडियो मात्रै गरेँ। साथीहरु, मैले चाहिँ रेडमलको अलिकति अगाडि पोखरेली मार्ग भन्ने गेटबाट भित्र छिरेपछि त्यहाँ चाहिँ म एउटा फेन्सीमा काम गर्छु। ल साथीहरु, काम गरेपछि मेरो खाजा आयो। अब खाजा खान्छौँ है त। म राम्रो देखिनै के कोन म भिडियोमा यो यसलाई पछाडिको लाइटले गर्दा अच्छै देखियो। म राम्रो छु। साथीहरु, तपाईले सोच्नुभयो होला यो प्लास्टिकमै किन खाएको थाल थिएन र भनेर। अब थालमा हाल्यो भने त मैले फेरि त्यो माझ्न परिहाल्यो। अल्छीले जान्ने जैसीले जान्दैन भन्ने जस्तै साथीहरु, म चाहिँ जस्तो आयो त्यस्तैमा खाइदिएँ। अब के गर्ने त, खानी फाल्दिनी हो के यो चाहिँ। कति हुन्छ रे? 50 बाट गन न, 50 बाट होइन कि 5 4 त्यो 50 51 भने जस्तै 51 52 53 अनि के आउँछ? 54 हो। ए मेरो साउ हो नि तिमी। मसाउनी उहाँ चाहिँ कान्छी साउनी। ओए बत्ताले सेक्यो कान्छी साउनी। गाइस, यहाँ हेर्नु न, त्यो बच्चाको कुर्ता के, यो चाहिँ केटाको हो। बच्चाको कुर्ता हेर्नु कस्तो क्युट कति सानो छ। योभन्दा पनि सानो थियो कि अझ थन्काइसक्नु भयो दिदीले भन्नुभएको थियो, बोल्नुभएको थियो, तर मेरो भोइस नहाल है भनेर। अनि दिदीको भोइस चाहिँ मैले काटिदिएँ, मेरै भोइस हालेँ। अब म यस्तो राम्रो बोल्ने मान्छेको भोइस नसुनिकन कहाँ हुन्छ र। मेरो चाहिँ छुट्टी भयो, अब गएर चाहिँ खाना पकाउन पर्ने हुन्छ। त्यही भएर म छिटो हिँडिसकेँ साथीहरु। काली देखेँ तर केही छैन, हुन त म काली नै छु। गाइस, मलाई एउटा माग्दिनु न। ल साथीहरु, म चाहिँ घर आएँ अहिले भर्खरै। अलि भर्खरै के भने अलि अगाडि आएको थिएँ। अनि चाहिँ रुमले भन्दा पहिला टोइलेटले बोलाउनु भयो। अनि गएको त यसो आधा घन्टा जति बसौँ भनेको त खुट्टा गलेर सकिन बस्ने, त्यही भएर फर्केर आएँ। अब खाना पकाउने खाने बानी चाहिँ ठ्याक्कै केटाको छ।
खाना पकाउने खाने अनि त्यसपछि खान्छे हाँसे अनि सुत्ने आँखा यस्तो कालो कालो भयो तर केही छैन। के भन्छ अरे मैले दिउँसो के काम गरेँ देखाउँछु भनेको चाहिँ अनि मान्छे धेरै भए अनि कराकर भयो अनि खासैदेखि एउटा भिडियो पनि बनाउनु पाइनँ साथीहरू, त्यसको लागि सरी। म कुनै दिन क्याप्चर गर्छु। तपाईँलाई आज मेरो भ्लग कस्तो लाग्यो मन पर्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई साथीहरू।